घुमेर उतल गइन्छ अनि के आज गाइस गरुज हामी यहाँ पार्क चाहिँ घुम्न आएको छ धेरै रमाइलो लागिरहेछ अनि कि हामी अहिले चाहिँ यो बारपाक गाउँमा ठ्याक्क आइपुगेको छौँ अनि झट्ट अब खाना खाएर चाहिँ हामी चाहिँ माथि जाँदैछौँ है त ल गाइस अनि के सोल्टिनेहरू यो चाहिँ बारपाक गाउँ अब हामी खाना खाएर चाहिँ अब लारपाकतिरको प्रस्थानमा जोड्दैछौँ ल हेर्नुहोस् है एकदम क्लियर क्लिन मौसम छ कि है अनि के हामी अब खाना खाँदैछौँ हामी खाना खाइसकेपछि अब लारपाकतिर यात्रातिर जाँदैछौँ बारपाक इन होटलमा हामी खाना खाँदैछौँ यहाँ मेरो सरलाई फेरि लाज लाग्ला नलगेको खाना खाँदैछ यहाँ म त भोकाले रियाडो भिनी भएको अनि के भिडियो हो नि त मासुमा नुन बढी भयो कि कम छ कि अनि ठिक छ एकदम ठिक छ हाम्रो बारपाक इनको होटलको चाहिँ साउजी यहाँ उहाँ साउनी है बारपाकको चाहिँ ट्याक्कै यो बारपाक कोट भन्ने ठाउँमा आइपुगेको छु है ल यहाँबाट चाहिँ रमणी हिमाल देखिरहेछ गरुज अहिले हामी चाहिँ बारपाक गाउँको बारपाक कोट भन्ने ठाउँबाट चाहिँ भ्यू टावरबाट चाहिँ यसरी हामी यो दृश्य खिचिरहेका छौँ होइन यो देखिरहेको चाहिँ अनि बारपाक गाउँ हो अब हामी बारपाकबाट त्यो पारिपट्टि देखिएको रोडबाट यसरी हुँदै हामी लारपाक गाउँतिर जाँदैछौँ त्यो माथि देखेको सेतो चाहिँ हिउँ परिरहेछ त्यहाँबाट पनि हामी त्यहाँबाट पनि अझै उतै गएर लाप्राक गाउँको तलबाट कुन ठाउँबाट रे भाइ जाने कुन ठाउँ माछी खोलाबाट अर्को आरुघाट पुग्ने हाम्रो चाहिँ लक्ष्य छ ल है त कस्तो सुन्दर देखिरहेको हो कस्तो राम्रो दृश्य देखिरहेको छ नजिकै फेस टु फेस देखेको छ राम्रो छ अनि कि गाइज अनि हामी चाहिँ अहिले फाइनल्ली लाप्राक गाउँमा आइपुगेको छु हिउँ चाहिँ अलिक कमै परेको रहेछ परा सालभन्दा पहिला भन्दा हाम्रो स्विटी पनि यसरी खेलिए त अर्काले टिक्सकै यु त अब हामी लाप्राक गाउँतिर प्रस्थान गर्दैछौँ खासै हिउँ परेको छैन बरु हिउँ पग्लेर चाहिँ पुरै बाटो चिप्लो भइरहेको छ पारी देखेको गाउँ चाहिँ लाप्राक गाउँ सबै हिउँ पग्लिसकेको रहेछ मौसम चाहिँ एकदम क्लियर छ सफा त्यो पारी देखेको चाहिँ लाप्राक गाउँ
अनि त्यो बिचमा देखेको रोड बाटो चाहिँ यहाँबाट चाहिँ गोर्खाहरूबाट निक्लिने रोड रहेछ। हामीले सोधपुछ गर्दाखेरि यहाँ 3 पानी खाने निकाल्नु रहेछ गाइड्स। किन बस्ती अनि यहाँ मान्छे बस्दैन यो बनाइदिइहाल्यो त्यति बेला को बस्छ त गौरी खाममै जान्छ नि मान्छे भने नयाँ बस्ती हो है यो बस्ती म बनाइदिए हो पहिला भूकम्प गएर बसेँ अहिले त्यति बस्दैनन् क्या तलै बस्छ तल नि गाउँ छ तल हो त लाप्राक भने त यो त नयाँ बस्ती पो त आले त्यहाँ भूकम्प गऱ्यो त्यहाँ पैसा दिनु अरे यहाँबाट यहाँसम्म ठाउँमा उतापट्टि यो डाँडाहरू तटी छ है यहीँ खोज्नु तिमीहरू फोटो खिच्नु त यस यहाँ ल्याएर हुन्छ ऊ त्यो माथि ल्याउ कस्तो राम्रो छ त्यो के थियो त्यही राख्नु एउटा यहाँ हाल त ल माथि माथि जान्छ बाक्लो रहेछ माथि माथि रहेछ कि बाक्लो डाँडा के माथि 1300 हो बाटो यहाँबाट पारि शीतल ठाउँ छ 1300 हाम्रो त्यही गयो भने 1300 अनि खासै हिउँ रहेन चाहिँ भाइ हिउँ रहेन चाहिँ अब चाहिँ हामी 1-2 घन्टा यहाँ चाहिँ रेस्ट गरेर अब हामी चाहिँ अब हाम्रो प्रस्थान हुन्छ यहाँबाट चाहिँ फर्किने जमर्को गर्दैछौँ। सास फेर्न पनि अलिक गाह्रै छ अलिकति अझै हिउँ पुऱ्याए भएदेखि त्योभन्दा अलिक बढी नै हुन्थ्यो अक्सिजनको लेभल अलिक कम भएर होला। अब यहाँबाट चाहिँ हामी फर्किने जमर्को गर्दैछौँ है त गाइज। ल हेर्नुहोस् है हाम्रो स्विटी डगले पनि पुरै हिउँ खेलेको अवस्था। ए स्विटी हिउँ खेल हिउँ खा भने होइन अघि त खा त फेरि म खिच्दैन फोटो खिच्दैन